हेलो हेलो नमस्ते साथीहरू सबैजनालाई। म यता सन्चै राम्रै छु, तपाईँहरू पनि सन्चै राम्रै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। र साथीहरू म चाहिँ आज साइक्लिङ आएको छु है त। करिब 1 महिनापछि आज म साइक्लिङ आएको थिएँ साथीहरू। अहिले चाहिँ साइक्लिङ गर्दा गर्दै थाकेर एकछिन आराम गर्दैछु र अनि यहाँतिरको भिडियो बनाउँदैछु के कस्तो आउँछ होइन, राम्रो नराम्रो मानिकन सबैले हेरिदिनु होला भन्न चाहन्छु। यो चाहिँ मलेसियाको इपु भन्ने जिल्लाको बाक्साम भन्ने ठाउँमा साथीहरू। ठाउँ चाहिँ अति नै राम्रो रहेछ। आज घुम्दै आउँदाखेरि यहाँतिर आइपुगेको, त्यही भएर यसो भिडियो गराउँदै बसिरहेको छु साथीहरू। म चाहिँ आज चाहिँ धेरै महिना लगभग 1 महिना भनौँ न, 1 महिनापछि साइक्लिङ आएको। आज चाहिँ अति गाह्रो भयो, धेरै समयपछि आएको भएर होला साइक्लिङ गर्न चाहिँ गाह्रो भयो। अनि अलिकति मोटो भएको कारणले गर्दा चाहिँ साइक्लिङ गर्न गाह्रो भयो त साथीहरू आज मलाई। त्यही भएर बिस्तारै साइक्लिङ गर्दैछु। अब चाहिँ करिब कोठा आउनलाई खासै टाढा छैन, म 5 किलोमिटर जति छ होला साथीहरू। यस्तै छ है मलेसियाको बसाइ मेरो चाहिँ। कहिले ड्युटी गर्ने, कहिले साइक्लिङ हिँड्ने घुम्ने, यस्तै छ हौ साथीहरू। ल मलेसियाको बसाइ चाहिँ मेरो साथीहरू यस्तै भिडियो हेर्नलाई चाहिँ मलाई होइन टिकटकमा फलो गर्नु होला। र अनि सबैले राम्रो नराम्रो जे जस्तो भए पनि मेरो भिडियो हेर्नु होला। हस्त धन्यवाद।